नमस्ते, म भूपेन्द्र सिटौला, राष्ट्रिय शैक्षिक परामर्श सङ्घ नेकाको अध्यक्ष। उहाँ दीपक कोइराला महासचिव छु। यो आन्दोलन प्रचार सहित कम्प्लेट सहितको आन्दोलन केका लागि र किन? यो विशुद्ध अभिभावक र विद्यार्थीको लागि र जो चाहिँ परामर्श सङ्घमा आबद्ध भई रोजगारीमा छन् उनीहरूको लागि, मतलब इम्प्लोइमेन्ट, स्टुडेन्ट अनि प्यारेन्ट्सको लागि। यो अहिलेको व्यवस्थापन र सञ्चालन ऐनले के कुरामा चाहिँ समस्या सिर्जना? यसमा एउटा धरोटीको पक्ष छ भने अर्को चाहिँ जुन मापदण्ड, एउटा व्यवसायले जुन मापदण्डमा रहेर काम गर्नुपर्ने मापदण्ड जुन निकालिया छ, त्यो युनिभर्सिटी लेभलमा पनि त्यो मापदण्ड छैनन्, भए तापनि त्यो पुरा भएका छैनन्। इभन मन्त्रालयमा त्यो मापदण्ड छैन, इभन अस्पतालमा त्यो मापदण्ड छैन। एउटा सानो व्यवसाय 2-4 कोठामा या 1000 स्क्वायर फिटमा गर्नुपर्ने व्यवसायलाई ल्याएर एउटा विश्वविद्यालयको मापदण्ड लागिया छ, त्यसको विरोध। मापदण्डमा एउटा चाहिँ एम्बुलेन्सको बाटो पुगेको हुनुपर्ने, फायर ब्रिगेडको बाटो हुनुपर्ने, आफ्नै भवन हुनुपर्ने, नभए तापनि 3 वर्षको सम्झौता र अर्को कुरो भनेको के अरे विद्यार्थीको सम्पूर्ण जिम्मेवारी नेपाल आइन्जेलसम्म बोक्नुपर्ने र समाता कर लगाइएको छ। विद्यार्थीमाथि पनि लगाइएको छ, हामी व्यवसायमाथि पनि लगाइएको छ। त्यो समानता करको पनि विरोध हो र सँगसँगै वर्गीकरण गरिएको छ जुन एबिसी भनेर, जो चाहिँ अब युनिभर्सिटी कलेजहरू चाहिँ वर्गीकरण छैनन्। मलाई लाग्छ नेपालमा वर्गीकरण मैले देखेको ब्याङ्क सेक्टरमा चाहिँ होला, अरू त्यस्तोमा मैले वर्गीकरण देखाएको छैन। अब यस्ता भेग जुन चाहिँ अन्तर्राष्ट्रिय बजारमा पनि नभएका, यो प्र्याक्टिस नभएका चिजहरू हामीमाथि लागिएको छ। यो सिम्पल्ली यो सरकारले हामीलाई तिमीहरू व्यवसाय नगर, ताला लगाऊ, घरतिर जाऊ भन्यो। यो तपाईँहरूको मुख्य असन्तुष्टि भनेको चाहिँ यो तपाईँले भनेकै कुरामा मापदण्ड र ऐन निचेर ल्याइएका संवैधानिक कुराहरूमा चाहिँ हाम्रो विरोध। यो सुन्छ जस्तो लाग्छ सरकार? अब नसुने भने हामी शान्तिपूर्णमा छौँ अहिले, त्यसको विरोध त्यही लेभलमा बढ्दै जान्छ।